गुड मर्निङ नमस्कार ल है अब चाहिँ रुख कटहरको सब्जी खाने सिजन सुरु भयो अनि सिजन सुरु भएसँगै मेरो पनि भान्सामा आज चाहिँ रुख कटहरको सब्जी तयार हुँदैछ अनि रिसेन्टली नि एकदमै चर्चामा आइरहेको 7 स्केप डग्सको स्टोरी हजुरहरूले चाहिँ हेर्नुभयो कि हेर्नु भएको छैन। यदि हजुरहरूले हेर्नु भएको छैन भने 7 स्केप डग्स भनेर सर्च गरेर हेर्नुहोला। यो कथा चाहिँ एकदमै मन छुने कथा छ। रुवाउँछ पनि यो कथाले चाहिँ मलाई चाहिँ रुवाएको नै थियो यो कथा हेर्दा। यो चाहिँ चाइनाको एउटा गाउँको 7वटा कुकुरहरूको कथा हो जसलाई चाहिँ मासुको प्रायोजनको लागि भनेर किडन्याप गरेर लगिएको हुन्छ। तर उनीहरू चाहिँ भाग्न सफल हुन्छ अनि त्यसपछि आफ्नो घर आफ्नो गाउँ जाने बाटो 17 किलोमिटर सँगै मिलेर तय गरेको कथा। अनि साथमा आफ्नो घाइते साथीको पनि प्रोटेक्ट गर्दै फाइनली आफ्नो घर आफ्नो गाउँ आफ्नो अनरको साथमा पुगेको कथा हो यो चाहिँ। हजुरहरूले पनि एकपटक अवश्य हेर्नुहोला है त, एकदमै मन छुन्छ यो कथाले।